मम्मी अरे के चाहिँ भयो? किन रुको कुकुरको छाडा जस्तो? मम्मी यिनीहरूले त मलाई आजकल झन् 5 बजी उठाउनु थाल्यो। पूजा गर्नुको नाममा मलाई झन् आजकल त दिनै नुहाउनु लाउँछ। कुन आउँछ दिनै तँलाई मैले जोई खोजिदिएकै हो त भन् त नानी, हो कि न? कति राम्रो थियो पढाइ, घरमा घर बिजनेसम्यान पढाइ। अब त्यस्तै हुन्छ। ठिक्क पर्यो। हुन्छ त्यो डल्ले भाडा जस्तो जोइ खोजेपछि कसले बिहा गर्छ? अन्त भाग्नु त हो नि। अनि झन् तपाईँको पछि त्योसँग बिहा गरेको भए तपाईँको नाता नातिनी झन् भुल्टुङ जस्तो यत्रो जन्मेको भए के गर्थ्यो तपाईँ? अनि गाउँ घरमा तपाईँकै बेइज्जत हुन्थेन? डल्ले भाडा भए पनि के भयो त हौ? पढाइ कस्तो राम्रो थियो, बानी बेहोराहरू। तँ त्योसँग बिहा गरेको भए तैँले आज एउटा ढलेको सिन्का धरी उठाउनु पर्थेन। तैँले कस्तो रानी भएर खान्थिस्, बुझिस्? के गर्छस् अब? तँ रिस गर्दै बिहा गरिहालिस्, रिसका आफू बुद्धि खर्का। राख फोन।